हेलो साथीहरू, म यहाँ मेट्रो चढ्न आएको छु, एक्लै छु होइन। मेट्रो चाहिँ यतादेखि आउने हो। यहाँ चाहिँ सिसा लगाएको थाहा लाग्दैन होइन, तर मेट्रो चाहिँ यहाँ आउने हो। यिनीहरू चाहिँ ढोकाहरू है त, यसो हेर्दाखेरि थाहा हुँदैन होइन, तर मेट्रो चाहिँ यहाँ आउने हो। यहाँ चाहिँ पुरै छेकिएको छ, यो पुरै मेट्रो स्टेसन हो तल ओक्राको। मान्छेहरू चाहिँ धेरै कम छन् है त यहाँ मेट्रो चढ्ने, धेरै कम। यो चाहिँ यता कोरुवा बस स्टेसन हो। यो अलिक सिसाले देखिन राम्रोसँग होइन, तर यो बस स्टेसन हो, कोरुवा बस स्टेसन। यो चाहिँ यहाँको मेट्रो कार्ड हो, यो छरियालको कार्ड हो यहाँको छरियाल। यो छरियाले चाहिँ दिनभरि घुम्न मिल्छ है त, जति चढे नि। बिहानको 5:30 बजीदेखि लिएर रातिको 1:30 बजीसम्म यहाँ मेट्रो चल्छ, अनलिमिटेड हो एक दिनलाई चाहिँ। यहाँ मेट्रो आएको छैन, यहाँ देखिँदैन है त, तर फेरि यो सिसाले गर्दाखेरि अहिले ढोका खोलेपछि थाहा हुन्छ। यहाँ मेट्रोको ढोका खोल्यो होइन, अब चाहिँ हामी मेट्रोतिर लाग्दैछौँ। यो चाहिँ अगाडिको भाग है त, यहाँ यो मेट्रो हो। मान्छे चाहिँ धेरै कम छन् है त यहाँ ठाउँहरू। यहाँ हेर्न सक्नुहुन्छ है त मेट्रो कति सफा क्लिन छ यहाँको मेट्रो। ढोका हो यो चाहिँ अगाडिको भाग है त, दुई साइडबाटै कुद्छ। हेर्दाखेरि एकदम सिम्पल छ है। इन्डोर ढोका बन्द हुन लाग्यो, यही बन्द भयो, बन्द भइसकेपछि अब पुग्छ है त। यो चाहिँ म्याप हो। मेट्रो कुदिसक्यो है त। यो अर्को मेट्रो उता लागिरहेको छ जानलाई। यहाँ चाहिँ प्रत्येक 3 मिनटमा आउँछ है त एउटा मेट्रो, प्रत्येक 3 मिनटमा, धेरै कुर्नु पर्दैन। यो चाहिँ पछाडिको साइड कुदिरहेको छ अहिले, म लास्ट टाइममा पढेछु। एउटा मेट्रो जाँदैछ यहाँ, प्रत्येक 3 मिनटमा एउटा आउँछ है त, प्रत्येक 3 मिनटमा। मान्छे नै छैन, धेरै कम मान्छे छ। एउटा ढोका यता नि, दुई साइड नै ढोका, दुई साइड नै खुल्छ। म चाहिँ एक्लै छु त आज यहाँ यात्रा गर्ने, साथी कोही छैन, एक्लै यसो घुम्न हिँडेको। एउटा मेट्रो स्टेसन आयो त, यहाँ मान्छेहरू चढ्दैछ, धेरै कम छ क्या मान्छे। धेरै बेर ढोका खुला राख्दैन, धेरै 20 देखि 25 सेकेन्ड मात्रै, 20-25 सेकेन्डमा चाहिँ मान्छे चढिसक्नुपर्छ। यता चाहिँ एयरपोर्ट जाने हो, यो चाहिँ एयरपोर्ट जाने बाटो हो मेट्रो। हामी चाहिँ अहिले लाक्टाफिया बिचमा जाँदैछौँ घुम्नलाई।
चाहिँ सुरुङ मार्ग हो है त। हामी अहिले सुरुङमा छौँ। हामी चाहिँ त अहिले मेन सिटीतिर चाहिँ जहाँ सुरुङ मार्गबाट जान्छ मेट्रो। माथि चाहिँ कुद्दैन है त, किनकि ठुलो बिल्डिङहरू छ। त्यो भएको कारणले माथिबाट मेट्रो कुदाउने बाटो नभएर अनि तल सुरुङ मार्ग बनाएको। यो चाहिँ अर्को मेट्रो स्टेसन। यहाँ त मान्छेले चढ्यो। एकदम राम्रो हो, धेरै बिर्सम्म रोक्यो। 20 देखि 25 सेकेन्ड। यो चाहिँ म्याप हो। ल है साथीहरू, हामी चाहिँ यहाँ आएको छौँ घुम्नलाई होइन। यो बसमा चढेर, यो चाहिँ फ्री बस हो है त, यसमा पैसा लाग्दैन, फ्रीमा जाने हो यो बस चाहिँ। यता मेट्रो स्टेसन भयो, यता जाने हो घुम्नलाई आएको हामी यता जान्छौँ मित्र। अहिले यो बसमा चढेर अब 6-7 मिनटपछि यो बस हुन्छ। यो चाहिँ मेट्रो स्टेसन है त। यहाँ तल छ, तल अन्डरग्राउन्ड हो। यहाँ माथि चाहिँ केही पनि, माथि हेर्दा त्यस्तो छ होइन, तर यहाँ तल चाहिँ मेट्रो स्टेसन। यसलाई चाहिँ स्कुटर भन्छ यहाँ चाहिँ। ठाउँ चाहिँ दामी छ घुम्नलाई। म चाहिँ एक्लै आइदिएको घुम्नलाई होइन, साथी नभएर। चहलपहल चाहिँ दिउँसो चाहिँ ठिकै हुँदैन रहेछ कि, बेलुका मात्रै यता मान्छेहरू निस्किने। रोड चाहिँ राम्रो छ। अघि मैले देखाएको बिल्डिङहरू यहाँ रहेछ, दुईवटा धेरै टाढा रहेछ। ठाउँ चाहिँ हो क्या दामी, क्या दामी। सबै बोटहरू। आज चाहिँ पानी पनि पर्दैछ कि, फिसफिसे पानी। मौसमै आज कस्तो भयो कि।
यो चाहिँ होटलहरू हो, 5 स्टार होटलहरू। फुलहरू कति राम्रो यहाँ। अहिले यहाँ छु होइन, यहाँ घुम्न आएको। यो चाहिँ बस स्टेसन हो यहाँको। यो चाहिँ फ्री बस स्टेसन है त, यहाँ पैसा लाग्दैन। यहाँदेखि मेट्रो स्टेसनसम्म पैसा लाग्दैन, एकदम फ्री। यही बस स्टेसन हो, टिभी लगाएको छ।
यो चाहिँ भिलाजो मल। यहाँ चाहिँ खोला बनाएको तर अहिले पानी चाहिँ छैन। आर्टिफिसियल खोला बनाएको, पानी हालेकै छैन यहाँ। ठुलो मल छ, मान्छे चाहिँ एउटै छैन, राख्ने छैन।